नमस्कार दर्शक मित्रहरू, स्वागत छ यन फिल्म्समा। आज हामीले कान्छी सिरियलको भाग 280 को समीक्षा लिएर आएका छौँ। यस भागले कथालाई नयाँ मोड दिन्छ र त्यहाँ रहेका संवाद, पात्र र भावनात्मक अवस्थाहरूले दर्शकलाई थप बाँध्न सफल छन्। म त्रुटि नभएको दृष्टिले हेरेर अब तपाईँलाई मेरो विचार, विश्लेषण र सुझावहरू सुनाउँछु। भाग 2080 मा कथा विशेष गरी यस्तो मोडमा पुगेको छ जहाँ मुख्य पात्रका लागि सङ्कट र चुनौतीहरू थप उजागर भएका छन्। विशेषतः सागरलाई कामबाट निकाल्ने भन्ने राखिएको छ। यसले आगामी भागप्रति दर्शकहरूको अपेक्षा जागृत गर्छ। यसै क्रममा पात्रहरूको सम्बन्ध र प्रतिद्वन्दित चित्रण अझ गहिरो भयो। पुर्याउनलाई संवाद र दृश्यहरू राम्रो संयोजन भएका छन्। तथापि केही भागहरूमा कथा गति अलि सुस्त देखियो। विशेष गरी बीचबीचका संवादहरू जुन थिए ती थोरै लम्बिएको महसुस भयो। यो सिरियलमा सामान्य समस्या हो। मुख्य पात्र कान्छी भूमिकामा जवान कलाकारले निभाएकोले निकै राम्रो काम गरेको छन्। भावनात्मक अवस्थाहरू जस्तै पीडा, आशा, दुविधा आदि स्पष्ट देखिन्छन्। सहायक पात्रहरूमा जस्तै सागरको भूमिका र अन्य समर्थन पात्रहरूको अभिनय ठिकठाक छ, तर कोही दृश्यहरूमा ओभर एक्सप्रेसन वा संवाद लय मिल्न नसकेको अंश देखियो। टेबल सिन, समूह संवादहरू तालमेल थप सर्डित हुन सक्थ्यो। कुल मिलाएर कलाकारहरूको मेहनत देखियो र यो सकारात्मक पक्ष हो। निर्देशनले दृश्यहरूको छनौट र स्थानीय वातावरण निकै राम्रो सम्हालेको छ। नेपाली सिरियल क्षेत्रका लागि यो स्तर आकर्षक मान्न सकिन्छ। संवाद र क्रियाकलाप बीच मेल राम्रो छ, जसले दर्शकलाई कथासँग समाहित हुन मद्दत गर्छ। यद्यपि एडिट पक्ष, विशेष गरी सिनमाथिको ट्रान्जिक्सन र गति अझ सुदृढ हुन सक्थ्यो। केही सिनहरूमा जहाँ कथाको गति थोरै तल झर्छ। ध्वनि मिक्सिङ पनि सुधारको सम्भावना देखियो। पृष्ठभूमि सङ्गीत कहिलेकाहीँ संवाद मार्क्स गर्छ भन्ने अनुभव भयो। समग्रमा प्रविधि पक्ष त्यति कमजोर छैन, तर ध्यान दिने योग्य सुधार क्षेत्रहरू देखिन्छ। कथा अब धेरै रोचक मोडमा पुगेको छ। नयाँ ट्विस्ट र रहस्यले दर्शकलाई छाड्दैन। अभिनय राम्रो स्तरमा रहेको छ। मुख्य पात्रले दर्शकको ध्यान खिच्न सफल छन्। सेट र पोसाक शैलीले पेशागत छवि दिएको छ, जसले दर्शकलाई सिरियलमा लगाव बढाउँछ। यदि यसरी रह्यो भने आगामी भागहरू प्रतीक्षा रहन दर्शकलाई उत्साहित हुने निश्चित छ। कथा गति अझ सुस्त बनाउन सकिन्छ। बीचबीचमा अलि स्थिर वा भारी लाग्ने भागहरू छन्। एडिटिङ, विशेष गरी दृश्यबीचको लयलाई अझ छरितो बनाउन, आवाज तथा पृष्ठभूमि सङ्गीतको सन्तुलनमा विशेष ध्यान, संवाद सुनिन सहज हुनुपर्छ। सहायक पात्रहरूको भूमिका थोरै थप विशेष बनाउन, जसले मुख्य कथालाई अझ सुदृढ बनाउन मद्दत गर्छ। आगामी भागहरूको लागि सामाजिक सन्देश वा मानवीय पक्षलाई थोरै अझ गहिरो रूपमा समावेश गर्न सकिन्छ, जुन दर्शकलाई थप जोड्न सक्छ। समग्रमा कान्छी भाग 280 एक राम्रो प्रयास हो। कथा, अभिनय र निर्देशन तिनै पक्षले राम्रो काम गरेका छन्। केही सुधारका क्षेत्रहरू भए तापनि यो भागले आगामी भाग हेर्न उत्साह जगाएको छ। यदि तपाईँलाई समाचार, समीक्षा वा विश्लेषण यो शैली मनपर्छ भने कृपया यन फिल्म च्यानललाई